हेलो गाइस, वेलकम टु माई भाविज भ्लग। आज चाहिँ मैले भ्लग बनाएको खाएँ स्कुलबाट, किनभने भाउजू चाहिँ नानी बोकेर एकदम गरिराख्नु भएको छ अरे, अनि नानीले बनाउनु पनि दिँदैन। त्यही भएर आज चाहिँ हामी आएको छौँ बाहिर। त्यो मुखा देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो हिजो घरमा पूजा थियो, अनि त्यसै लाउन लगाएको। हाम्रो भाउजूहरू चाहिँ यहाँ हुन्छ, अगाडिको बहिनी। हजुर हजुर आउनुभयो, अनि बसिराख्नु भएको चाहिँ भाउजू। यो चाहिँ भ्यू, यु क्यान सी द भ्यू। हाम्रो मान्छेहरू चाहिँ यहाँ हुन्छ, यहाँ अगाडि, यहाँनिर सबैजना यहीँ हुन्छ चलाउनको लागि रेडी। फुङ्नामु यहाँ उफ्मेर गएको छ अरे, यहाँनिर उफ्मेर हेरिरहेको छ पछाडि, सबैजना हुन्छ यहाँनिर। अनि बहिनी, दुईजना बहिनी, ड्रेस चाहिँ उस्तै त्यस्तै भएछ, सल्लाह गरेर लगाएको जस्तै। मेरो भाउजू अगाडि हुन्छ। अब बाटो हेर्नु सक्नुहुन्छ कति अप्ठ्यारो छ, ओह्रालो न ओह्रालो। होइन, मैले चाहिँ स्लिपर्स लगाएको छु र सजिलो। सो हाम्रो भनाइ चाहिँ के छ भने, हाम्रो घरे आउँदा नि हाम्रो मम्मीहरू चाहिँ के भन्नुहुन्छ भने, पूजा गर्नुभन्दा अगाडि चाहिँ यो खुल्ला कट्नुहुन्न अरे, अनि पूजा गरिसकेपछि चाहिँ हुन्छ भनेर भन्नुहुन्छ। नानी पानी खेल्छु भन्छ हौ। परेन मेरो कमाउने अनि जमाउने अनि पूजालाई यसरी हामी पूजा गर्न। हामीले चाहिँ हाम्रो काम सकेर हिँडिसक्यौँ। अब चाहिँ हामी जान्छौँ, कहाँ जान्छौँ दिदी? अब हामी दोमुखाको साक्षी भएर फोटो खिच्छौँ। पहिला खाना खान्छौँ अनि फोटो खिच्छौँ, अनि त्यहाँ रमाइलो गरिसकेर अनि सेल्फी डाँडो जाने। किता फोटो मेरो मम्मी भ्लग बनाएको। भ्लग चाहिँ के हो? भ्लग बनाएको बनाएको भ्लग बनायो भने आमा हेर न, यसले चाहिँ जत्रै ग्लास बगेछ। फेरि यहाँ हाम्रो मम्मी चाहिँ पुरा पुल हल्लाउँदै हुन्छ, के गरे जस्तै हो। हामीले चाहिँ सबै कुरा खानुको लागि घरबाट लिएर आएछौँ, अनि त्यसको लागि चाहिँ ठाउँ खोज्दैछौँ। मलाई छोरी आलु चिया लभर भएपछि यस्तै हो। नाइस। के भयो यसको चाहिँ? किन कडा सुँगुरी कुकुरले खान्छ अब तँलाई? यता हेर। हाई गाइस भन् फुङ्ना। हेलो गाइस। 100 रुपियाँ ए पार्किङको टिकट त 50 भनेको थियो हामीतिर। तिम्रो सर्टमा फोहोर लागेछ, तिम्रो सर्टमा। के साह्रो एकदम। मेरो फोटो खिच्दै ल। हामी चाहिँ भित्र छिर्दैछौँ, टिकट काटिसकेको। अनि भाइले चाहिँ मेरो एकदम राम्रो राम्रो फोटो खिचिदिएको छ। नि त ठाउँ त यहीँ 12 बज्न लागिसक्यो होइन? त्यस्तै हो फ्रीमा। ए भित्र चाहिँ हामी चाहिँ बाहिर डुलेको। फुङ्नामलाई चाहिँ यस्तो कार चाहियो अरे, यस्तो कार दङ्ग्याएर के चाहियो अरे फुङ्नाम तँलाई? फुङ्नाम के चाहियो भन् छिटो, म दिन्छु। के चाहियो भन् छिटो भन् न। यसलाई चाहिँ यस्तो कार चाहियो अरे, अहिले चाहियो अरे दङ्ग्याएर ढुट्टो। चाहिँ फाइनली सेल्फी डाँडामा आइपुगिसक्यौँ। भाइ कति रुपियाँ टिकट? बाइक सेल्फी डाँडा त्यस्तै छ है। भित्र इन्ट्री भइसकेको छौँ। एकदम राम्रो छ भ्यू चाहिँ, एकदम राम्रो ठुलो एरिया छ। भाइहरू यहाँ छन्, मिनी थालेर खेल्न जाँदैछौँ। सबै हाम्रो जनताहरू छ यहाँनिर।
चाहिँ फ्री टिकट अरे फ्री टिकट हामी चाहिँ अन्त टप भाउचुरामा चाहिँ ल कसमा भाउचु लास्टमा हामी यस्तो ठुलो मान्छे भएर यहाँ बस्ने हो नि हौ हामी त अन्तिममा टर्न भएर भएर रुने हो गर्दै फोटो लाग्दैन नि टिकट माग्दा हुँदैन चाहिँ यहाँनिर रहेछ नि त निरुस भाउजू आमा एकैछिनमा कत्रो माथि पुऱ्याएको त हौ अनि भाउजू हामीले चाहिँ पिङ खेलेर निस्किसक्यौँ एकदम धेरै टपमा भिडियो बनाउन पाएनौँ खाली नभएर कस्तो भयो त भाउजू मजा आयो मजा त आयो त्यसमा त डर लाग्यो कस्तो भयो बहिनीलाई कस्तो भयो मजा आयो डर लाग्यो मजा आयो बहिनीलाई मजा आएछ बाजेको चाहिँ टोपी नै छ एक्लै छोडो भनेर होला नि यो कस्तो भयो मजा आयो मजा आयो मजा आयो एउटा मुसिबत आयो के मुसिबत भने यहाँबाट चाहिँ टिकट साथीले ल्याएको थियो मैले चाहिँ फाल्दैछु मलाई काम दिँदो रहेछ अनि म चाहिँ अब यहाँबाट टिप्दैछु टिकट आदि जाँदैछु अब यस्तै छ हालिदिइहालेँ याद नभएर यो टिकटको कति किमत छ कपारबाट हेरेर हाँस्दै हुन्छ हेलो गाइस हामी चाहिँ जामुनखाली फुङनाम फुङनाम हेलो भने हेलो अनि हामी चाहिँ जामुनखाली डुलेर घर जाने अहिले चाहिँ एकदमै धेरै गर्मी थियो त्यति डाँडामा सो मैले भिडियो बनाइन हामी जामुनखालीको भिडियो फोटो गरेर घर जान्छौँ यहाँको भ्यूहरू देख्न सक्नुहुनेछ भर्खर छिरेको सेल्फी डाँडामा चाहिँ एकदमै धेरै गर्मी भयो अनि भिडियो बनाउन सकिनँ मैले अब वाउ लुक एट द भ्यू यहाँनिर चाहिँ रहेछ हरिण है हामी चाहिँ अघि सेल्फी डाँडा डुलेर अहिले चाहिँ अब जाउन थालेर हामी सबैजनालाई लागिसक्यो अरे सेल्फी डाँडामा कस्तो लाग्यो तपाईँलाई एकदम दामी रमाइलो नौका छ त खेल्ने ठाउँहरू पनि राम्रो खालि चाहिँ अब भर्खर बस्दैछौँ हेरौँ अब कस्तो यहाँ चाहिँ एकदम सिम्पल रहेछ जामुनखाडीमा चाहिँ सेल्फी डाँडामा चाहिँ ऊपर गर्ने थियो मेरो बहिनी चाहिँ सिजलिङ बहिनीको घर हेर्नु जाने भनेर यसको नजिकै छ अरे नि त मेरो बहिनी सिजलिङ बहिनीको बिचमा हो नि त अनि उसको घर चाहिँ अपोजिट गेटको छेउमा छ अरे भन्दैछ अनि बहिनी सिजलिङको मम्मी भन्दैछ सिजलिङको आमा सोध न सोध सिजलिङको मम्मी घर आउनु जानुभएको छ आज चाहिँ आउनुहुन्छ सिजलिङ बहिनीको घर देखाउँछु म दिदी हामी तपाईँको घर आइसक्यौँ तपाईँ कहाँ हुनुहुन्छ खोइ घर मात्रै छ जु बहिनी स्याट एकदम स्याट भएको अवस्था यहाँ घर अगाडि फोटो खिच्ने अरे भाउजू बहिनीहरूले चाहिँ सिजलिङ बहिनीको घर अगाडि फोटो खिचेर ह्याप्पीवाला फिल भइरहेको होला होइन त्यसलाई त भेटिहाल्यो चितुवा भग चाहिँ एकदम चुसो गरेर बनाइरहेको छु मैले है सालबारी पनि राम्रै छ किनभने एकदम गलिसकेँ थाकिसकेँ जस्तै त वारेभर अनि मेरो बडाले चाहिँ के भन्दै हुन्थ्यो भने त्यो चितुवालाई चाहिँ म एकतालमा पछाडिन्छु भन्दै हुन्थ्यो सुनेर अचम्म पर्नु भयो होला बट त्यस्तै भन्नुभयो यस्तो राम्रो ठाउँ छ है पिसफुल
जुन चाहिँ मलाई एकदमै धेरै मनपर्छ। मलाई पिसफुल ठाउँहरू एकदम धेरै मनपर्छ नि त, तर एक्लै हिँड्नु परिरहेको छ यसरी, आफ्नै माया लागेर आउँछ। खुट्टा दुख्नु थाल्यो मेरो। म देखाउँछु यही चप्पलले यहाँनिर घाउबाट जति भएको थियो यहाँ बिचमा पनि भइरहेछ, फेरि यहाँ पनि स्टार्ट हुँदैछ। यहीँतिर त गाह्रो छ मलाई। अब चाहिँ म लान्छु तपाईँहरूलाई एकदम राम्रो ठाउँ, आई मिन धेरै जनावर भएको ठाउँ। खुट्टा दुखेर म चाहिँ सबैभन्दा लास्टमा परिरहेको छु। के गर्न, सबै गिद्ध हो। अम्म मुसा के हो यो? मुसा हो कि खरायो हो? खरायोको बच्चा। मामा यो मुसा हो कि खरायो हो? यहाँ चाहिँ के छ? यहाँनिर छ अजिङ्गर। यसको लागि मुसा राख्थेको होला खाओस् भनेर। अमै नि बिचरा। यहाँ चाहिँ गिद्ध छ है, गिद्ध, सिनो खाने गिद्ध। उयो यो के हो? भन्छ अस्ट्रेलिया के हो त्यो? त्यो के हो? राम राम गिद्ध पनि झन्डै मजा छ। देखाउँछु भालु, भालु देखाउनु जाँदैछु। त्यो भिडियोहरू देखाउँदाखेरि पान्डाहरू कति क्युट हुन्छ है, तर रियालिटीमा कस्तो हुन्छ भालु? पुरै के भन्दैछ, पर मुक्क परेर बसिरहेको छ है भालु त। हामी चाहिँ आएर डुलिसक्यौँ। कति चाहिँ मैले ठाउँको भ्लग बनाइनँ किनभने मेरो खुट्टा धेरै दुखिसक्यो। अब चाहिँ आजलाई चाहिँ यति नै भ्लग। अब अर्को भिडियोमा चाहिँ हाम्रो भाउजूले बनाउनुहुन्छ, यसमा चाहिँ मैले बनाइदिएको भाउजूको आइडीबाट। सो बाई बाई, धन्यवाद यसमा हेरेर साथ दिनुभएकोमा।